के तपाईँ नेपालको होटल तथा पर्यटन क्षेत्रमा लगानी गर्ने सोचमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने आजको यो भिडियो तपाईँको लागि एकदम विशेष र महत्त्वपूर्ण हुनेछ। हामीले अघिल्लो भिडियोमा 9वटा कम्पनीको बारेमा विस्तृत चर्चा गरिसकेको छ र आजको भिडियोमा बाँकी रहेको 9वटा कम्पनीको बारेमा कुरा गर्नेछौँ। तपाईँले अघिल्लो भिडियो छुटाउनु भएको छ भने त्यसको लिङ्क मैले भिडियोको डिस्क्रिप्सनमा राखिदिएको छु। साथै माथि रहेको आई बटनमा क्लिक गरेर पनि तपाईँहरूले त्यो भिडियो हेर्न सक्नुहुन्छ। आजको भिडियो अघिल्लो भागको निरन्तरता भएकोले त्यो भिडियो सकेपछि अघिल्लो भाग हेर्न नबिर्सिनुहोला। साथीहरू, नेपालमा पर्यटन क्षेत्रको विस्तारसँगै होटल, रिसोर्ट, केबल कार तथा पर्यटन सेवासँग सम्बन्धित कम्पनीहरू तीव्र गतिमा फस्टाइरहेका छन्। आफ्नो व्यवसायलाई थप विस्तार गर्न धेरै कम्पनीहरूले अहिले सर्वसाधारणका लागि आइपिओ जारी गर्ने तयारी गरिरहेका छन्। त्यही कारणले गर्दा अहिले होटल तथा पर्यटन क्षेत्रका आइपिओहरूमा लगानीकर्ताहरूको आकर्षण निकै बढेको छ। तर यहाँ एउटा कुरा विशेष ध्यान दिनुपर्छ, कुनै पनि कम्पनीको आइपिओ आउँदैमा त्यो कम्पनी राम्रो हुन्छ भन्ने होइन। त्यसैले लगानी गर्नु अघि कम्पनीको वित्तीय अवस्था, व्यवस्थापनको कार्यक्षमता, नाफा, ऋणको भार, भविष्यको व्यावसायिक योजना र दीर्घकालीन स्थायित्व जस्ता महत्त्वपूर्ण पक्षलाई केलाउनु उत्तिकै आवश्यक छ। अब लागौँ बाँकी कम्पनीहरूको विस्तृत विश्लेषणतर्फ। आजको पहिलो कम्पनी हो स्वर्णिम होटल लिमिटेड। काठमाडौँको बालुटार नजिक अवस्थित यो एक प्रसिद्ध बुटिक होटल हो। नेपाली परम्परागत वास्तुकला र आधुनिक सुविधाको सुन्दर संयोजन रहेको यस होटलले आफ्नो पुँजी संरचना विस्तार गर्न र सर्वसाधारणलाई स्वामित्वमा सहभागी गराउने उद्देश्यले आइपिओ ल्याउने तयारी गरेको छ। कम्पनीले सर्वसाधारणका लागि प्रति किता 100 रुपियाँ अंकित मूल्यमा 38 लाख किता आइपिओ निष्कासन गर्ने योजना बनाएको छ। यसका लागि कम्पनीले 2022 साल मङ्सिर 16 गते नै नेपाल धितोपत्र बोर्ड अर्थात् सेभनमा आवेदन दिइसकेको छ। अब बोर्डबाट स्वीकृति पाउने बित्तिकै आइपिओ निष्कासनको प्रक्रिया अगाडि बढ्नेछ। क्रेडिट रेटिङको कुरा गर्दा केयर रेटिङ नेपालले केयर एनपी BB- रेटिङ दिएको छ। यसको अर्थ कम्पनीको वित्तीय दायित्व पूरा गर्ने क्षमतामा मध्यम स्तर जोखिम रहेको मानिन्छ। साथै यस कम्पनीको आइपिओ बिक्री प्रबन्धकमा ग्लोबल हामी क्यापिटल लिमिटेड रहेको छ। त्यसै गरी दोस्रो नम्बरमा छ श्री एयरलाइन्स लिमिटेड। श्री एयरलाइन्स लिमिटेड नेपालको हवाई उडान क्षेत्रको एक अग्रिम तथा प्रसिद्ध निजी वायु सेवा कम्पनी हो। सुरुमा हेलिकप्टर सेवाबाट व्यवसाय सुरु गरेको यस कम्पनीले हाल आन्तरिक उडानमा आधुनिक फिक्सिङ विङ मार्फत सेवा प्रदान गर्दै आएको छ। कम्पनीले आफ्नो व्यवसाय तथा पुँजी विस्तार गर्नका लागि आइपिओ निष्कासन गर्ने तयारी गरेको छ। यस कम्पनीले प्रति किता 100 रुपियाँमा 100 रुपियाँ प्रिमियम मूल्य थप गरी प्रति किता 200 रुपियाँका दरले 63 लाख किता आइपिओ निष्कासन गर्ने तयारी गरेको छ। कम्पनीले आइपिओ निष्कासनका लागि 2082 साल पुस 18 गते नेपाल धितोपत्र बोर्ड अर्थात् सेभनमा आवेदन दिइसकेको छ। बोर्डबाट स्वीकृति प्राप्त हुने बित्तिकै यसको आइपिओ निष्कासनको प्रक्रिया अगाडि बढ्नेछ। आइपिओ निष्कासनका लागि गरिएको क्रेडिट रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई केयर एनपी BB- रेटिङ प्रदान गरेको छ। यस रेटिङले कम्पनीको वित्तीय दायित्व समयमै पूरा गर्ने क्षमतामा मध्यम रूपमा सुरक्षित रहेको अथवा मध्यम स्तरको क्रेडिट जोखिम रहेको सङ्केत गर्छ। यस कम्पनीको आइपिओ निष्कासन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ। त्यसै गरी तेस्रो नम्बरमा छ होटल इच्छा लिमिटेड। होटल इच्छा लिमिटेड मध्य प्रदेशको बारा जिल्लाको सिमारामा अवस्थित एक प्रसिद्ध 5 स्टार होटल हो। कम्पनीले आफ्नो व्यवसाय विस्तार तथा पुँजी संरचना विस्तार गर्नका लागि आइपिओ निष्कासन गर्ने तयारी गरेको छ। यस कम्पनीले प्रति किता 100 रुपियाँ अंकित मूल्यमा 35 लाख किता आइपिओ निष्कासन गर्ने तयारी गरेको छ। कम्पनीले आइपिओ निष्कासनका लागि 2022 साल माघ 20 गते नेपाल धितोपत्र बोर्ड अर्थात् सेभनमा आवेदन दिइसकेको छ। नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त हुने बित्तिकै यस कम्पनीको आइपिओ निष्कासनको प्रक्रिया अगाडि बढ्नेछ। आइपिओ निष्कासनका लागि गरेको क्रेडिट रेटिङमा इक्रा नेपालले इक्रा एनपी BB रेटिङ प्रदान गरेको छ। यस रेटिङले कम्पनीको वित्तीय दायित्व समयमै पूरा गर्ने क्षमतामा मध्यम स्तरको जोखिम रहेको सङ्केत गर्छ। यस कम्पनीको आइपिओ निष्कासन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ। अब कुरा गरौँ चौथो कम्पनी अतिथि रिसोर्ट एन्ड स्पा लिमिटेडको। पोखराको प्रसिद्ध लेकसाइड क्षेत्रमा अवस्थित अतिथि रिसोर्ट एन्ड स्पा लिमिटेड एक प्रसिद्ध 4 स्टार रिसोर्ट हो। कम्पनीले आफ्नो व्यवसाय विस्तार तथा पुँजी संरचना विस्तार गर्नका लागि सर्वसाधारणका लागि आइपिओ निष्कासन गर्ने तयारी गरेको छ। कम्पनीले सर्वसाधारणका लागि प्रति किता 100 रुपियाँ अंकित मूल्यमा 16,25,000 किता आइपिओ निष्कासन गर्ने योजना बनाएको छ। यस कम्पनीले 2082 साल माघ 20 गते नेपाल धितोपत्र बोर्ड अर्थात् सेभनमा आवेदन दिइसकेको छ। अहिले यो आवेदन बोर्डको समीक्षामा रहेको छ। सेभनबाट अन्तिम स्वीकृति प्राप्त भएपछि मात्रै आइपिओ निष्कासनको मिति सार्वजनिक हुनेछ। क्रेडिट रेटिङको कुरा गर्नुपर्दा यस कम्पनीलाई केयर रेटिङ नेपालले केयर एनपी BB+ रेटिङ दिएको छ। यसको अर्थ कम्पनीको वित्तीय दायित्व पूरा गर्ने क्षमतामा मध्यम स्तरको रहेको र केही जोखिम भए पनि अवस्था सन्तोषजनक रहेको सङ्केत गर्छ। यस कम्पनीको आइपिओको बिक्री प्रबन्धक भने प्रभु क्यापिटल लिमिटेड रहेको छ। त्यसै गरी पाँचौं नम्बरमा छ एसियन होटल लिमिटेड।
एसियन होटल लिमिटेड नेपालको लुम्बिनी प्रदेशको भैरवा सिद्धार्थनगरमा अवस्थित एक प्रसिद्ध होटल हो। बुद्ध जन्मस्थल लुम्बिनीमा आउने पर्यटक, व्यावसायिक यात्री तथा भारतीय सीमा नजिक भएकोले भारतीय पाहुनाहरूका लागि पनि यो होटल निकै लोकप्रिय छ। कम्पनीले आफ्नो व्यवसाय विस्तार तथा पुँजी संरचना बढाउनका लागि सर्वसाधारणलाई आइपिओ निष्कासन गर्ने तयारी गरेको छ। यस कम्पनीले सर्वसाधारणका लागि प्रति किता ₹100 अंकित मूल्यमा 42 लाख किता आइपिओ निष्कासन गर्ने तयारी गरेको छ। कम्पनीले आइपिओ निष्कासनका लागि 2022 साल माघ 20 गते नेपाल धितोपत्र बोर्ड अर्थात् सेवनमा आवेदन दिइसकेको छ। नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त हुने बित्तिकै यस कम्पनीको आइपिओ निष्कासनको प्रक्रिया अगाडि बढ्नेछ। आइपिओ निष्कासनका लागि गरेको क्रेडिट रेटिङमा इन्फर्मेटिक क्रेडिट रेटिङ नेपालले कम्पनीलाई आइआरएन BB- रेटिङ प्रदान गरेको छ। यस रेटिङले कम्पनीको वित्तीय दायित्व समयमै पूरा गर्ने क्षमतामा मध्यम स्तर रहेको सङ्केत गर्छ। यस कम्पनीको आइपिओ निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। त्यसै गरी 6औं नम्बरमा छ होटल पार्कल्यान्ड लिमिटेड। होटल पार्कल्यान्ड लिमिटेड चितवनको सौरामा अवस्थित एक प्रख्यात पर्यटकीय होटल हो। चितवनको राष्ट्रिय निकुञ्ज घुम्न आउने आन्तरिक तथा बाहिरी पर्यटकहरूका लागि यो एक लोकप्रिय गन्तव्य मानिन्छ। कम्पनीले आफ्नो पुँजी संरचना विस्तार तथा व्यवसाय विस्तार गर्नका लागि सर्वसाधारणको लागि आइपिओ निष्कासन गर्ने तयारी गरेको छ। यस कम्पनीले सर्वसाधारणका लागि प्रति किता ₹100 अंकित मूल्यमा 15 लाख किता आइपिओ निष्कासन गर्ने तयारी गरेको छ। कम्पनीले आइपिओ निष्कासनका लागि 2022 साल फागुन 5 गते नेपाल धितोपत्र बोर्ड अर्थात् सेवनमा आवेदन दिइसकेको छ। नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त हुने बित्तिकै यस कम्पनीको आइपिओ निष्कासनको प्रक्रिया अगाडि बढ्नेछ। आइपिओ निष्कासनका लागि गरेको क्रेडिट रेटिङमा इन्फर्मेटिक क्रेडिट रेटिङ नेपालले कम्पनीलाई आइआरएन BB रेटिङ प्रदान गरेको छ। यस रेटिङले कम्पनीको वित्तीय दायित्व समयमै पूरा गर्ने क्षमतामा मध्यम स्तरको जोखिम रहेको सङ्केत गर्छ। यस कम्पनीको आइपिओ निष्कासन तथा बिक्री प्रबन्धक सिटिजन क्यापिटल लिमिटेड रहेको छ। त्यसै गरी 7औं नम्बरमा छ बुढीनीलकण्ठ हेरिटेज लिमिटेड। बुढीनीलकण्ठ हेरिटेज लिमिटेड नेपालको होटल तथा हस्पिटलिटी क्षेत्रमा आबद्ध एक कम्पनी हो। कम्पनीले काठमाडौँको बुढीनीलकण्ठमा अन्तर्राष्ट्रिय स्तरको होटल तथा रिसोर्टहरू सञ्चालन गर्ने लक्ष्यसहित आफ्नो व्यवसाय विस्तार गरिरहेको छ। आफ्नो पुँजी संरचना वृद्धि तथा नयाँ परियोजना अगाडि बढाउन कम्पनीले सर्वसाधारणका लागि आइपिओ निष्कासन गर्ने तयारी गरेको छ। यस कम्पनीले सर्वसाधारणका लागि प्रति किता ₹100 अंकित मूल्यमा 49,50,000 किता आइपिओ निष्कासन गर्ने तयारी गरेको छ। कम्पनीले आइपिओ निष्कासनका लागि 2022 साल चैत्र 16 गते नेपाल धितोपत्र बोर्ड अर्थात् सेवनमा आवेदन दिइसकेको छ। बोर्डबाट स्वीकृति प्राप्त हुने बित्तिकै यसको आइपिओ निष्कासनको प्रक्रिया अगाडि बढ्नेछ। आइपिओ निष्कासनका लागि गरेको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई केयर BB- रेटिङ प्रदान गरेको छ। यस रेटिङले कम्पनीको वित्तीय दायित्व समयमै पूरा गर्ने क्षमतामा मध्यम स्तरको जोखिम रहेको सङ्केत गर्छ। यस कम्पनीको आइपिओ निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल हामी क्यापिटल लिमिटेड रहेको छ। त्यसै गरी 8औं नम्बरमा छ डोलेश्वर भिलेज रिसोर्ट एन्ड फार्म हाउस लिमिटेड। डोलेश्वर भिलेज रिसोर्ट एन्ड फार्म हाउस लिमिटेड भक्तपुरको प्रसिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्र डोलेश्वर नजिक अवस्थित एक उत्कृष्ट पर्यटकीय गन्तव्य हो। प्रकृतिको काखमा रहेको यस रिसोर्टले कृषि, पर्यटन र आधुनिक अतिथि सेवाको संयोजन प्रदान गर्दै आएको छ। यस कम्पनीले आफ्नो पुँजी तथा व्यवसाय विस्तार गर्न सर्वसाधारणका लागि आइपिओ निष्कासन गर्ने तयारी गरेको छ। यस कम्पनीले सर्वसाधारणका लागि प्रति किता ₹100 अंकित मूल्यमा 16,20,000 किता आइपिओ निष्कासन गर्ने तयारी गरेको छ। कम्पनीले आइपिओ निष्कासनका लागि 2083 साल वैशाख 14 गते नेपाल धितोपत्र बोर्ड सेवनमा आवेदन दिइसकेको छ। नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त हुने बित्तिकै यस कम्पनीको आइपिओ निष्कासनको प्रक्रिया अगाडि बढ्नेछ। आइपिओ निष्कासनका लागि गरेको रेटिङमा इन्फर्मेटिक्स क्रेडिट रेटिङ नेपालले कम्पनीलाई आइआरएन BB रेटिङ प्रदान गरेको छ। यस रेटिङले कम्पनीको वित्तीय दायित्व समयमै पूरा गर्ने क्षमतामा मध्यम स्तरको जोखिम रहेको सङ्केत गर्छ। यस कम्पनीको आइपिओ निष्कासन तथा बिक्री प्रबन्धक सिटिजन क्यापिटल लिमिटेड रहेको छ। त्यसै गरी आजको यस भिडियोको अन्तिम कम्पनी रहेको छ केटिएम हस्पिटालिटी लिमिटेड। नेपालको होटल तथा पर्यटन क्षेत्रमा द्रुत गतिमा विस्तार भइरहेको एक स्थापित कम्पनी हो। कम्पनीले काठमाडौँ लगायत नेपालका विभिन्न पर्यटकीय स्थलहरूमा प्रिमियम होटल, रिसोर्ट तथा अपार्टमेन्ट सञ्चालन र व्यवस्थापन गर्ने लक्ष्यसहित आफ्नो व्यवसाय विस्तार गरिरहेको छ। कम्पनीले आफ्नो व्यवसाय दायरा विस्तार तथा वित्तीय संरचना मजबुत गर्न सर्वसाधारणका लागि आइपिओ निष्कासन गर्ने तयारी गरेको छ। यस कम्पनीले सर्वसाधारणका लागि प्रति किता ₹100 अंकित मूल्यमा 15,50,000 किता आइपिओ निष्कासन गर्ने तयारी गरेको छ। कम्पनीले आइपिओ निष्कासनका लागि 2083 साल वैशाख 14 गते नेपाल धितोपत्र बोर्ड अर्थात् सेवनमा
आवेदन दिइसकेको छ। नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त हुने बित्तिकै यस कम्पनीको आइपी निष्कासनको प्रक्रिया अगाडि बढ्नेछ। कम्पनीले आइपी निष्कासनका लागि गरेको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई केयर एनपी माइनस रेटिङ प्रदान गरेको छ। यस रेटिङले कम्पनीको वित्तीय दायित्व समयमै पूरा गर्ने क्षमतामा मध्यम स्तरको जोखिम रहेको सङ्केत गर्दछ। यस कम्पनीको आइपी निष्कासन तथा बिक्री प्रबन्धक आरबिबी मार्जिन ब्याङ्किङ लिमिटेड रहेको छ। आज हामीले कुरा गरेको सबै कम्पनीहरू अहिले पनि नेपाल धितोपत्र बोर्ड अर्थात् सेभनको रिभ्यू अन्डर प्रोसेस चरणमै रहेका छन्। यसको अर्थ आवश्यक कागजात पेश भइसकेका छन् र नेपाल धितोपत्र बोर्डले त्यहाँ कानुनी तथा अन्य आवश्यक पक्षहरूको समीक्षा गरिरहेको छ। अन्तिम स्वीकृति प्राप्त भएपछि मात्रै आइपी निष्कासनको मिति सार्वजनिक हुनेछ। साथीहरू, अहिले धेरैको ध्यान विशेष गरी श्री एयरलाइन्स लिमिटेडमा गएको छ, किनकि यो प्रिमियम मूल्यमा आइपी ल्याउने तयारीमा छ। साथीहरू, आजको भिडियोसँगै हामीले होटल तथा पर्यटन क्षेत्रका सेभनको पाइपलाइनमा रहेका सबै 18वटा कम्पनीको 2 भागमा विस्तृत विश्लेषण पूरा गरिसकेका छौँ। अब यी कम्पनीहरूमध्ये जुन कम्पनीले पनि नेपाल धितोपत्र बोर्डबाट अन्तिम स्वीकृति पाउने बित्तिकै आइपिओ कहिले खुल्छ, आवेदन कसरी दिने र कुन मितिसम्म भर्न मिल्छ भन्ने सबै अपडेट म सबैभन्दा पहिला अर्को भिडियोमा लिएर आउनेछु। यी 18वटा कम्पनीमध्ये तपाईँ सबैभन्दा बढी कुन कम्पनीको आइपिओ भर्न चाहनुहुन्छ र किन? तल कमेन्टमा अवश्य लेख्नुहोला। तपाईँहरूको व्यस्तताका बावजुद पनि यो भिडियो अन्तिमसम्म हेर्नुभएकोमा तपाईँहरूलाई धेरै धेरै धन्यवाद। अब भेट हुनेछ अर्को नयाँ भिडियोमा।